नमस्कार, म लेखनाथ छेत्री खबर म्यागजिनमा तपाईहरुलाई स्वागत गर्छु। सांसद राजु विष्टमाथि दबाब बनाउन भनेर 4वटा शर्त राखेर गोर्खालीग नेता शक्ति शर्मा आमरण अनसन बसेको 6औं दिन दिल्लीमा पहाडका भाजपा गठबन्धन दलका नेताहरू गृहमन्त्रीसँग एक अनाधिकारिक बैठक बसेको फोटो सार्वजनिक भयो। यसो त फोटो सेसन गर्ने र जनतालाई लोप्पा खुवाउने परम्परा दार्जिलिङमा नयाँ होइन। यसअघि धेरैले लोप्पा खुवाए। यसपालि सांसद राजु विष्टले लोप्पा खुवाउलान् नखुवाउलान् हेर्दै जाउँ। बैठकबाट बाहिर निस्किँदै पहाडबाटै लगिएका एक पत्रकारसित राजु विष्टले भने, पहाडको स्थायी राजनीतिक समाधानको निम्ति गृह मन्त्रालयले चाँडै पहाडका दलहरूलाई त्रिपक्षीय वार्ताको निम्ति निम्तो गर्नेछ अनि त्रिपक्षीय वार्ताबाट समाधानको प्रक्रिया सुरु हुनेछ। यता एसपी शर्माले विष्टको बयान आए लगतै आमरण अनसन तोडे। गठबन्धन दलहरूले 2 वर्षमा गर्न नसकेको काम मैले केवल 6 दिनमा गरेर देखाइदिएँ, एसपी शर्मा भन्छन्। एसपी शर्माको अनसनले पैदा गरेको दबावको कारण पहाडको भाजपा गठबन्धनले दिल्लीमा गृहमन्त्रीसँग भेट गरेको हुनै सक्छ। तर राजु विष्टले साँच्चै एसपी शर्माले राखेका 4वटा शर्त पूरा गरे कि गरेनन्, सोच्न लायक कुरा त छँदैछ। पहिलो कुरा त गृह मन्त्रालयले साँच्चै त्रिपक्षीय वार्ता बोलाउँछ अथवा दिल्लीको बैठक पहाडको जनताले बारम्बार देख्दै आइरहेको फोटो सेसन मात्र हो, यो सन्देह गर्ने कुरा छ। यो सन्देह त्यति बेलासम्म मेटिँदैन जबसम्म पहाडका दलहरूलाई वार्ताको निम्ति गृह मन्त्रालयबाट आधिकारिक पत्र आउँदैन। भाजपाको पीपीएसको स्टेक होल्डर केवल पहाडकै राजनीतिक दल मात्र हुन्छन् कि देशभरिकै गोर्खा बौद्धिकहरू पनि हुन्छन्, यो पनि हेर्न पर्ने हुन्छ। किनभने पीपीएसलाई सबैले छुट्टै राज्य बुझेका छन्। छुट्टै राज्य हो भने यसबारे गर्ने हरेक गतिविधि राष्ट्रिय स्तरकै हुनुपर्छ। यदि वार्तामा पहाडकै दलहरू मात्र स्टेक होल्डर बन्यो भने त्यसले अर्कै सङ्केत दिन्छ। यसो त त्रिपक्षीय वार्ता होला कि नहोला, यही कुरा सन्देहको घेरोमा छ। किनकि सन् 2017 को 105 दिने आन्दोलनकालमा तत्कालीन गृहमन्त्री राजनाथ सिंहले 15 दिनभित्रमा केन्द्रले त्रिपक्षीय वार्ता बोलाउँछौँ भनेर आश्वासन दिएका थिए। त्यही आश्वासनको फरमार विमल गुरुङले बन्द फिर्ता लिएका हुन्। 15 दिन त होइन, 15 महिना बितिसक्दा पनि केन्द्रले त्रिपक्षीय वार्ता बोलाएन। यसले स्पष्ट पार्छ त्रिपक्षीय वार्ता तत्कालीन सङ्कट टार्ने भाजपाको कूटनीति मात्र हो। यसपल्ट पनि एसपी शर्माको अनसन उठाउन मात्र फेरि सोही कूटनीति चलिएको हुनै सक्छ। विमल गुरुङलाई दिएको आश्वासनले आन्दोलन दबियो। आन्दोलन दबाउने त खासमा राजनाथ सिंह हुन्। विमल गुरुङले पनि भाजपामाथि गरेको आशाको कारण आन्दोलन लचिलो गरेका हुन्। यसपल्ट एसपी शर्माले पनि भाजपामाथि गरेको आशाकै कारण अनसन उठाएका छन्। दुवै घटना एकै देखिएको छ, तर यसपल्ट वार्ताको औचित्यमा फेरबदल भइसक्यो। विमलले आश्वासन पाएको बेला पीपीएस र 11 जातलाई जनजाति बनाउने मुद्दा भाजपाको मेनिफेस्टोमा पुगेको थिएन। यसैले त्रिपक्षीय वार्ता अनिवार्य मानियो। तर यसपल्ट भाजपाले पीपीएस र 11 जातलाई जनजाति बनाउने सङ्कल्प गरिसकेको छ। यो भाजपाको सङ्कल्प हो, यसैले यसलाई पूरा गर्ने जिम्मा भाजपाकै हो। वास्तवमा भाजपाले संसदमा यी दुवैको बिल ल्याउन पर्ने हो, किनभने मुद्दा बिल ल्याउनु पर्ने ठाउँमा पुगिसकेको छ। मुद्दा त्यहाँ पुर्याउन आन्दोलन, मन्त्रीहरूसित भेटघाट, चिठी पत्र, त्रिपक्षीय द्विपक्षीय वार्ताहरू भइसकेको छ। यी सबै भइसकेपछि नै भाजपाले समाधान गर्छु भनेरै मुद्दा मेनिफेस्टोमा हालेको हो। यसको लागि अब घरिघरि त्रिपक्षीय वार्ता अनिवार्य छैन, तर बोलाइएको छ फेरि पनि त्रिपक्षीय वार्ता नै। यसैले फेरि पनि किन त्रिपक्षीय वार्ता नै भन्ने प्रश्न उठेको छ। राजनैतिक वृत्तमा प्रश्न उठेको छ, केन्द्रले चाह्यो भने सोझो रूपमा संसदीय प्रणालीबाट स्थायी राजनीतिक समाधानको बिल सदनमा ल्याउन सक्छ, फेरि किन गरिरहनु पर्यो त्रिपक्षीय वार्ता? यसको उत्तर एसपी शर्माले दिएका छन्। उनी भन्छन्, स्थायी राजनीतिक समाधान भनेको के हो अहिलेसम्म कसैलाई थाहा छैन। यसलाई स्पष्ट पार्न त्रिपक्षीय वार्ता अनिवार्य छ, त्यसपछि मात्र सदनमा बिल राखिन सक्छ। ल ठिकै छ,
यसलाई सही मानेर चल्दा पनि यसचोटि साँच्चै केन्द्रले त्रिपक्षीय वार्ता बोलायो भने नजर बनाइराख्ने केही कुराहरू भने पक्कै हुनेछन्। जस्तो कि त्रिपक्षीय वार्ता भन्ने बित्तिकै त्यसमा राज्य सरकारको पनि सहभागिता हुन्छ। एउटा कुरा स्पष्ट गरिराख्न अनिवार्य छ, नयाँ राज्य गठनको प्रक्रियामा जुन राज्यको विभाजन गरेर नयाँ राज्यको गठन हुन्छ त्यस राज्यको सिफारिस अथवा स्वीकृति लिन अनिवार्य छैन। राज्य माग्ने पार्टी अनि केन्द्र सरकार मात्र बसेर यसलाई छिनोफानो गर्ने क्षमता उनीहरूसँग छ। भारतमा आजसम्म नयाँ राज्य गठनको प्रक्रियामा कुन कुन राज्यको सन्दर्भमा त्रिपक्षीय वार्ता गरियो जमाना गुगलको छ, खोज्नुहोस्, मामिला स्पष्ट भइहाल्छ। किन बोलाइयो त राज्य सरकारलाई? अहिलेसम्म पहाडको समस्यामाथि 2 दर्जनभन्दा धेर त्रिपक्षीय वार्ता भइसकेको छ। हरेक चोटिको त्रिपक्षीय वार्ताले पहाडलाई राज्यभित्रकै कुनै व्यवस्था थमायो। बङ्गाल सरकारको सहभागितामा गरिएको वार्ताले यसचोटि पनि राज्यभित्रकै कुनै व्यवस्था दिँदैन भनेर कसरी भन्ने? वार्तामा राज्य सरकारको सहभागिता त्यति बेला हुन्छ जब कुरा पहाडको जन आकाङ्क्षामाथि मोलतोलको आउँछ। जसरी पहिलेका वार्ताहरूमा आयो, फेरि केन्द्रले बोलाएको त्रिपक्षीय वार्तामा राज्यले सहभागिता नदिने सम्भावना पनि उत्तिकै छ। यदि यस्तो भयो भने राज्यको अनुपस्थितिकै कारण त्रिपक्षीय वार्ता सफल बनेन भनेर भाजपाले प्रोपागान्डा गर्यो भने पहाडको जनतालाई के फाइदा हुन्छ? अहिले भाजपाको नियत मोटामोटी स्पष्ट छ, बङ्गालमा सत्ताधारी तृणमूललाई हरेक कुरामा दोषी बनाउनु। 2 हप्ता अगाडि मात्र गोर्खाल्यान्डमाथि भनिएको राजु विष्टको शून्यकालको बयानले पनि यही कुरा त स्पष्ट गरिरहेछ। उनले गोर्खाल्यान्ड मुद्दालाई तृणमूल सरकारमाथि हमला गर्ने एउटा हतियारको रूपमा प्रयोग गरे। तृणमूल सरकारले पहाडको विकास नगरेको अनि पहाडमा लोकतन्त्र स्थापित नगरेकै कारण गोर्खाल्यान्डको माग उठेको उनले मोटामोटी बताए। त्यसै पनि भाजपाले अलग राज्य गोर्खाल्यान्डमाथि आफ्नो अडान स्पष्ट गरिसकेकै छ, मात्र पहाडको जनता यसमा स्पष्ट छैनन्। मात्र क्षेत्रीय नेताहरूले जनतालाई अन्योलमा राखेर गोर्खाल्यान्डको नाममा भोट बजारी गरिरहेका छन्, महाकाल बाबाको कसम खाइरहेका छन्। चेतनाको स्तरमा गएर सोच्ने क्षमता नभएका सोझा जनताले गोर्खाल्यान्डको निम्ति फटाफट भाजपालाई भोट हालिरहेका छन्। भाजपाले गोर्खाल्यान्ड दिन्छ भनेर यहाँको क्षेत्रीय दलहरूले भोट माग्नु सरासर झुट हो। हामी गोर्खाल्यान्डको पक्षमा छैनौँ। बङ्गाल विभाजन हाम्रो कार्यसूचीमा छैन। आज त्रिपक्षीय वार्ता बोलाउने आश्वासन दिने गृहमन्त्री अमित शाह स्वयंले गत विधानसभा चुनावको बेला आनन्द बजार पत्रिकामा दिएको एउटा अन्तर्वार्ताले यो कुरा स्पष्ट बताइदिएको छ। बङ्गाल भाजपा प्रदेश अध्यक्ष लगायत अनेक भाजपा नेताहरूले यही अडान त स्पष्ट गरेका छन् कि उनीहरू गोर्खाल्यान्ड राज्यको पक्षमा छैनन्। अझ पनि के पहाडको जनताले भाजपाबाट अलग राज्य गोर्खाल्यान्डकै अपेक्षा गरेर बस्ने? सोच्ने लायक कुरा छ। त्यसो भए के हुन सक्छ त भाजपाको स्थायी राजनीतिक समाधान? हाल भाजपा गठबन्धन दलको दिल्ली भ्रमणलाई कभर गर्न दिल्ली पुगेका पहाडका एक पत्रकारको विश्लेषण हेर्नुभयो भने मामिला मोटामोटी स्पष्ट हुन्छ। दिल्लीमा अहिले पहाडको लागि 6औं अनुसूचीको खिचडी पाकिरहेको उनको विश्लेषणबाट स्पष्ट हुन्छ। उनले 6औं अनुसूची नै स्थायी राजनीतिक समाधानको बलियो विकल्प रहने कुरा जिकिर गरिसकेका छन्। गठबन्धन दलको दिल्ली भ्रमणमा पछि लागेका पत्रकारले स्वयं यस किसिमको विश्लेषण संसद भवन अगाडिबाट गर्न अगाडि उनले बुझेर अथवा उनलाई बुझाइएर यस किसिमको विश्लेषण गरेका होलान्। विश्लेषण त्यति बेला गरिन्छ जब दलहरूको भित्री चलखेल बुझिन्छ। त्यसै पनि 6औं अनुसूचीको बिल लोकसभाको एउटा सदनमा पास भइसकेकै छ। यसले पहाडका अनुसूचित जनजातिलाई मात्र फाइदा दिन्छ अनि अन्य जात गोष्ठी मझधारमा पर्छन् भन्ने न्यारेटिभ सृजना भएपछि यसलाई आजसम्म थाँतीमा राखिएको छ। के 6औं अनुसूचीले पहाडको जनताको जनआकाङ्क्षा पुरा गर्ला के त? एउटा गम्भीर प्रश्न यो पनि छ। सन् 2019 को लोकसभा चुनाव समाप्त भएपछि उहिलेदेखि 6औं अनुसूचीको मन्त्र अलापिरहेको गोरा मोमोले आफ्नो काम सुरु गर्यो। त्यति बेला विमल खेमामा रहेका नेता बीपी बजगाईले 6औं अनुसूचीको व्यापक विरोध गरेका थिए। यदि यस्तै भयो भने
के बीपी बजगाईले यसचोटि पनि उसरी नै खर्रो आवाजमा यसको विरोध गर्लान् अथवा आफूलाई चुनाव जिताउन सहभागिता दिने गोरामुमोको नुनको सोझो बन्लान् बजगाई? हेर्न लायक कुरा यो पनि बन्नेछ। चाहे 6औं अनुसूची होस् अथवा राज्यभित्रको कुनै पनि व्यवस्था, यो पेन किलर राजनीतिको एउटा हिस्सा मात्र हो। यसले सीमित समयसम्मको निम्ति पहाडको जनताको पीडा कम गर्ला, तर यो स्थायी समाधान कहिल्यै हुँदैन। समाधान त बङ्गाल विभाजन गरेर नयाँ राज्य गोर्खाल्यान्ड राज्यको गठन हो। त्यसपछि पनि धेरै समस्याहरू आउलान्। त्यसले राजनीतिमा कुनै पनि समाधान स्थायी हुँदैन। त्रिपक्षीय वार्तामाथि अर्को रोचक कुरा पनि छ। वार्ता भनेको एक लम्बेतान प्रक्रिया पनि हुन सक्छ। यसलाई रबर ब्यान्ड जस्तो तन्काइन पनि सक्छ। राज्यभित्रको एक झिनो व्यवस्था जिटिए दिलाउनको निम्ति कतिचोटि त्रिपक्षीय वार्ता गरियो? एकचोटि खोज्नुहोस्। यसचोटि पनि त्रिपक्षीय वार्ताको यस रबर ब्यान्डलाई तन्काएर सन् 2024 को चुनावसम्म पुर्यायो भने के होला? भाजपा भोट बजारमा मोलतोल गर्न कति माहिर छ भन्ने कुरा त मोटामोटी देखिएकै छ। यसचोटि स्थायी राजनीतिक समाधानको लागि प्रक्रिया समाप्त भएन। चुडान्त नतिजामा ल्याउनको निम्ति अर्कोचोटि हामीलाई सरकारमा ल्याउनु पर्छ भन्दै भाजपा गठबन्धन हेलिकप्टरमा चढेर गाउँ गाउँ पुग्यो भने पहाडको जनताको उत्तर कस्तो हुन्छ? सोच्ने काम तपाईहरुकै हो। नजर बनाइराख्नुहोला। धन्यवाद।